हेलो गाइज, गुड मर्निङ अल सबैजनालाई। खुसीको कुरा छ यहाँ। के को खुसीको कुरा भन्नुपर्दा आज हाम्रो गाउँमा चाहिँ प्यान नपरेको कति महिना भयो। गाउँमा होइन, यस यता 8 नम्बर वार्डमा यता भयो नवलपुरतिर प्यान नपरेको कति भइसक्यो। त्यो यहाँ मकै रोप्न नपाएर टेन्सन परेर पानी नपरेर। अनि हिजो एउटा साथीले भेटेर हामी गाउँमा हामी चिठी दिन पनि गयो कि दिदी के भन्छ अब लिएर आयो। तर हिजो दिन हेर्दा त पानी परेको जस्तो त थिएन। अनि चिठी लिएर आएको 1 घन्टाभित्रमा त पानी त यति पऱ्यो कि बाबा। ट्र्याक्टरले पुरा गोरु छैन के रे, छन् त छ तर गोरु नभेटे ट्र्याक्टर पुरा बारी ताक्ने हो हामी इला आच्याङ दाला दियो अलि के मायाको साथी ए अलमा लाम लगाले चिची मना ये यार ची यार या ल ठिकले त नमहर च अब इतना हाले काम जाके बा मोलबु के बा यस्तै छ गाइस। जीवनको बाटोमा गाउँ घर यस्तै छ गाइस, हेर्न सक्नुहुन्छ भनेर भन्दिनँ म। ल केटा ल आयो आयो ए लाली लाउँछ त भने निमा नानीको ला कराखे। यो चाहिँ हाम्रो गाउँको सिल है गाइस। हामी पढ्ने बेला त 2 ताले थियो, अहिले त घट्दै घट्दै गयो स्कुल पनि। यो सबै सरहरू राम्रो नभएपछि यस्तै हो। ए मैं तो ओभर न दिया क्या हो देख दे। सरी है गाइस, मैले त ओभर लास्ट ओभरै भने क्या भनेर के। जीवनको लु खाऊ खाऊ केरा दिनुपर्छ क्या यसलाई त केरा यार। आऊ यता आऊ नुन न ऱ्याबिट जस्तै छ हौ। ओ ऱ्याबिट चाप कच्छ मजा ल्यार